दसैँको चाडहरू बार। हेलो साथीहरू, आज चाहिँ दसैँको दिन हो। हामी चाहिँ भर्खरै उठेर यहाँ मम्मीले घर सफा गर्दै हुन्छ अनि म सफा गर्दैछु। आज के हुन्छ म सबै हजुरहरूलाई देखाउने छु। हाम्रो दसैँ कसरी मनाउँछौँ भनेर। हामी चाहिँ नुहाउने भनेर अब यस्तो टाउकोमा तेल मसाज गरेको साथीहरू कपाल झरेर खतम भएको छ मेरो। त्यही पनि हाम्रो जमाना चाहिँ यस्तो धेरै छैन। हामी टिका लगाएर हाम्रो फलफुल पैसा कहाँ भुइँमा राख्यो होला प्लेट रहेछ। यो पूजा गरेको हो साथीहरू। रेडी भइसक्यो होइन, टिका लगाउने व्यवस्था भइसक्यो। अब सब रेडी, मान्छे पनि रेडी, सबै रेडी, खानापिना पनि रेडी। आज रेडी छ। टिका लगाउने बेला भइसक्यो। हाम्रो चाहिँ खाना पनि रेडी भइसक्यो। हामी चाहिँ टिका लगाएर ठुलबाको घर जाने हो। यहाँ टिका लगाउनु चाहिँ ड्याडी मम्मीको हातबाट मात्रै हो। सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलको ब्लगमा। मेरो ब्लगमा आउनुहुन्छ क्या आउनुहुन्छ। हाम्रो दाई भाउजू ड्याडी मम्मी भदैहरू सबै भिडियो बनाउँछ। टिका लगाइसके। यो चाहिँ हाम्रो मामा घर। यतापट्टि भान्सा छ, त्यहाँ पर गोठ छ। अनि यो घुम्ती भयो, यो पनि अर्को घर, यो अर्को। चाहिँ मामा घर आएको छन् साथीहरू। यो बाजुलाई कपडा दिन लाग्ने मेरो बुढीको चाहिँ यता हुनुहुन्छ। अरू माइजूले यहाँ खानेकुराको तयारी गर्नुहुन्छ। सेलरोटी, दसैँको सेलरोटी भिडियो हो क्या माइजू। ब्लग युट्युबमा हाल्छु मैले। ब्लग कसले के गरे कसो गरे सबै खिचेर हाम्रो अविस्मरणीय क्षण सधैँभरि रहिरहन्छ नि त। 2082 सालको दसैँ चाहिँ हाम्रो यस्तो भएको थियो भनेर। यहाँ चाहिँ हाम्रो मासु थालमा हालेर खाने। केमा? थालमा हालेर खानु। थालमा हाल्नु। ल हाम्रोमा चाहिँ कहाँ जानुभयो भनेको त यहाँ यस्तो लिनु जानुभयो रहेछ। देखाउनु हुँदैन फेरि लाग्दा भनेर। यता चाहिँ गफ गाफ हुँदैछ। अब मम्मीको ड्याडीको अनि मामाको
बाई बाई भन्नुहुन्छ धानबारीमा लह लह धान कसलाई देखाएको छु त हाम्रो माइजू आउनुभयो माइजू के लिएर आउनुभयो ढोगेर फर्किनु दिदी किन यस्तो गरिन्छ के भाइ नै खाएर हिँड्दा चाहिँ कहीँ ठाउँै छैन टिकट जो लाइन लगाइदियो टिकट लगाएँ अब फेरि उहाँ फाइदापट्टि दिएर भेट्न पऱ्यो फेरि उता आज अलिकता के नै दिदी भोलि के छ पानी खान्छु पानी खाएर निस्किनु पऱ्यो चाहिँ यतापट्टि पछाडिपट्टि अब यस्तै हो गाउँघरमा साथीहरू यहाँनिर टिका लाउन लाग्छौँ अहिले चाहिँ रातिको 8 बज्न आइसक्यो बुढाबुढीलाई लगाइदिइहाल्नु पऱ्यो भोलि आउँछु त भिडियो ठुल्बुवा भिडियो ल यहाँ चाहिँ हाम्रो ठुल्बा ठुल मम्मीले भेना र भेनाका दुईटा छोराहरूले लाउँदै हुनुहुन्छ हाम्रो दिदी यता हुनुहुन्छ मैया दिदी मकै दाजुको बुढाबुढी तिनवटा बुढाबुढी आए अब कहिले नभेट्ने के ल दिदी मेरो भ्लगलाई के भन्नु ओहो हो त्यो नयाँ भ्लग हो कि भ्लग हो क्या मेरो नयाँ नयाँ अहिले नयाँ खुलेको हो ए कहिले एउटा त नि वैशाखदेखि ए ल ल ठिक छ ल बधाई छ तपाईँको अरे भन्नु नि त म दिदी ल ल जेठा बाबुको कान्छी छ तिमी भन न मैले भन्ने लाग्छ मलाई त लाज किन हाम्रो ठुल मम्मी हुनुहुन्छ जेठी ठुल मम्मी जेठी ठुल मम्मी यहाँ राइल ठुल मम्मी टिका लाउँदै यहाँ आफ्नो हाम्रो मम्मी सबैजना दसैँ लागे साथीहरू सबैजना टिका लाउन हिँडे हाम्रो घर अगाडिको बाटो चाहिँ यस्तो पर्छ हाम्रो घर चाहिँ यहीँ छ एउटा मामा घर गएर आयो फेरि अब अर्को मामा घर जाने हो हाम्रो ड्याडी मम्मी चाहिँ निस्किन लाग्नु छ ड्याडी मम्मीको बाइक यता रेडी छ हामी चाहिँ यता रेडी भएर बसेछौँ भन्ने बिर्स्यौँ के हामीले स्कुटर किन्थ्यौँ हामीले स्कुटर किनेको नयाँ स्कुटर हो यो फोटो पनि खिचिसक्यो अब हामी खाना हाम्रो मम्मी चाहिँ यहाँ खाना हाल्दै हुनुहुन्छ पर्यटकहरू आउनुभयो होला होला मजाले लिएर आमा यो मोजा कति छिटो रोटी छुवास लगाएर बस्छन् नखाएर बस्छन्
ल पस्किनुहोस् खाना पस्किन लाग्नु भएको छ मेरो भ्लग हो दसैँ के यो चिज हाल्नु तिनजनालाई कमेन्ट सब्सक्राइब गर्नु हाम्रो बहिनीलाई है हजुरहरू